हेलो गाइस वेलकम टु विशालको ब्लग हैन हामी चाहिँ खाना आएको तर अहिलेसम्म आएको छैन यहाँ चाहिँ विशाल छ यसको मोबाइल चाहिँ विशालको नामले साथीहरु हुनुहुन्छ यिनीहरु चाहिँ काला काला खान हामी चाहिँ खाना आएको तर खानेकुरा नै आएन है हामीलाई चाहिँ अब गाली गर्न सक्नुहुन्छ अलिकति त्यसो गरेर देखाउन आयो खाली आफूलाई मात्र देखाउने अनि सेरिनाको चाहिँ यहाँ पढ्ने बानी भएर मेन्यु पढ्दैछ अहिले यहाँ छ यिनीहरू यहाँ कस्तो कपल्स देखाएको छ यार के छैन म चाहिँ यहाँ छु अल्छी पढेर बसिरहेको छु आज चाहिँ हाम्रो खासमा जिपीको प्रिपेरेसन गर्नु पर्यो हामीले केही यो त सबै ब्रेड गाइस मेन्सन गर्नु इस्यु हामी त किचनमा त त्यतिकै सेरिना कस्तो लाग्यो चामल बोकेर अस्ति सेरिनाले पानी बोक्यो आज सेरिनाले म चामल बोक्दैछु म हामीलाई त्यसले भरिएको ल्यास लागेको छ त्यस्तै छ हामी त अब त्यहाँ माथि जानुपर्ने हो सेरिना साथी यहाँ छ म चाहिँ यहाँ छु ल अब त्यहाँ माथि पुगेर भेटौँ ल म चाहिँ यहाँ छु है पछाडि चाहिँ साथीहरू ग्रान्ड प्रेजेन्टेसनको लागि चाहिँ डान्स सिक्दैछन् यो चाहिँ मेमोरीको लागि अलिकति चाहिँ म फर्स्ट डेको चाहिँ प्रिपेरेसनको चाहिँ देखाउँछु ल म तपाईँहरूलाई सो गाइज यहाँ चाहिँ मेरो साथीहरू चाहिँ ग्रान्ड प्रेजेन्टेसनको लागि चाहिँ डान्सहरू सिक्दै हुनुहुन्छ राजकुमार साथको पावर राजकुमार साथको पावर गाइज यहाँ चाहिँ हाम्रो ड्रामाको प्रिपेरेसन चल्दैछ ल प्लानिङ चल्दैछ ड्रामाको हाम्रो मेन स्क्रिप्ट राइटरले हाम्रो यहाँ रोलहरू एलोकेट गर्दै हुनुहुन्छ तर त्यसैमा टक्सिक छ यार यिनीहरू चाहिँ हेल्थ टिचिङको प्लान गर्दैछ म चाहिँ यहाँ छु आँसु आएछ आँसु बाल भएन मलाई रमेश भयो कान्छी आमा भयो होइन ठुलो बाजे को भन्यो अरे थाहा भएन हो मलाई क्यारेक्टर छ को भन्नु होइन खिमा त उयो छिमेकी भन्ने यसलाई बनाइदिउँ कि बुढा ए बाउ मेरो बुढा यसलाई अब मेरो आवाज यस्तो छ न्याउरी मुसो छ त बरु छोप्ने मिल्छ क्या बुढा भन्न यिनीहरू चाहिँ यहाँनिर खाना आएको सातु राति राति सातु वेलकम टु खुसिज मुकबाङ एन्ड अनिसाज मुकबाङ अनि यहाँ चाहिँ अर्कै सिन चल्दैछ फेरि आज हामी जाँदैछौँ छोप्नेको तर्फ होइन हामी आज चाहिँ म्यापको लागि चाहिँ हामी भिजिट गर्दैछौँ बिफोर यो जिपीको चाहिँ ठ्याक्क कति दुई दिन अगाडि हो त्यहाँ पछाडि बोल्दैछ पत्र बोल्ने खिमा दोस्तहरू म त हेर दोस्त म्यापको लागि हिँडेको तिमी के को लागि हिँड्यो त मलाई थाहा भएन है म चाहिँ म्यापको लागि हिँडेँ अब यिनीहरू के को लागि हिँड्यो मलाई थाहा भएन बाटो चाहिँ कता हो त पनि थाहा छैन जर होस् हामीले लाग्छ यो तलको बाटो हो कि जस्तो छ त्यो बाटो जान्छौँ हामी अब छोपु तम रिसा छौ तम रिसा छौ या मेरो छोपु साथी पप्पा देवी भइसक्यो सो गाइज यहाँ चाहिँ अब साथीहरू टिकटक बनाउन लागिरहेको छ है अनि म चाहिँ भिडियो गर्न रेडी छु यिनीहरूको चाहिँ जस्ट टिकटक बनाउन प्लान छ छोपु साथीहरूले खुसी भएन अघि साथी टिकटक बनाएर सक्न लागिसक्यो अब बल्ल आउँदैछ पर चाहिँ इजा र खिमताहरू चाहिँ दुईजना है ऱ्याङ गर्दा आउँदैछ नि दुईजना अनि त्यस्तै छ म चाहिँ यहाँ छु ल चस्मा लगाएर चाहिँ किनकि मेरो चाहिँ आमा कस्तो एलर्जी हुन्छ क्या ड्राई हुन्छ प्लस एलर्जी त धुलोहरूले कसै एलर्जी हुन्छ नि भुसुनाहरू पनि कति उठ्छ नि त त्यही भएर चाहिँ लगाएको है फेरि फेसनको लागि मात्रै होइन नि फेरि त्यहाँ के हाल छ
हिन्दी पनि होइन कि बेङ्गली जस्तो ठुली भई भन्साली तेरी दिदी कहाँ छ हामी चाहिँ म्याप बनाउँदै हिँड्दैछौँ अनि यिनीहरू सुम्निहरूको लोकलमा आएको छौँ करुणा सुम्निमाकोमा गाह्रो छ हौ गाह्रो म्याप बनाउनु हिँड्दा पनि झ्याउ छ हामी जाँदैछौँ अब अर्को टोलमा यहाँ छन् हाम्रो साथीहरू सुम्निमा करुणा अनि खुसी पछाडि अन्त छ म चाहिँ यहाँ छु म्याप बनाउन हामी जाँदैछौँ ल हामी चाहिँ बाटोमा छौँ यहाँ चाहिँ बाँदरहरू कति छ यो जङ्गलमा पौरख छ नि यहाँनिर कति मान्छे कस्तो बसेर सुझ्दा तिमीसँग बाटो चाहिँ हामी भर्खर यो बाटोबाट आयौँ हामी चाहिँ यहाँ छु मैले यहाँ छ साथीहरू यहाँ भिडियो बनाउँछ कमेडी म्याप बनाउन आएको यहाँनिर झ्याउँदैछु म त गलेर पागल भइसक्यो म बेकार म्याप बसेर जस्तो लागेको छ क्या यस्तो छ है एरिया चाहिँ बाटो साथीहरू कम्युनिटीको यो एरियामा चाहिँ हात्तीहरू आउँछ अरे अस्ति यहाँ साथीले भन्छ हात्ती आएको थियो भनेर यस्तो छ जङ्गलै जङ्गल कम्युनिटी आएको कि हामी त्यहाँ जङ्गल सफारी आएको छिटो नै गाह्रो भइसक्यो यार यहाँ चाहिँ भुसुना छोप्दैछ मेरो चाहिँ भुसुना छोप्नु पनि केही छैन यतिकै यहाँ चाहिँ कति आँखातिर मुखतिर पसिरहेको छ यिनीहरूको यहाँनिर साडीले काम गरेछ क्या भुसुना छोप्ने काम गर्छ यिनीहरूको यस्तो छ ल यहाँ चाहिँ जङ्गलहरू सबै हात्ती आउने जङ्गल हो यो चाहिँ त्यही भएर अलिकति रिस्की छ है हात्ती आएको सुन्यो भने टाप ठोक्नुपर्छ टाप कता कता हुन्छ टाप भाग्ने हो साथीहरूको घर कता कता बल्ल देख्दैछौँ हामीले अब जाँदैछौँ हामी निसा चाहिँ को हो निसा र नम्रता दुईजना आयो नाम मात्रै केलेको देखिगयो क्या साथीहरूले अनि यहाँ छ दुईजना साथीहरू हामी म्यापको हिँड्दै हिँड्दै यिनीहरूलाई भेटिएको छ तर यस्तै नि हो कम्युनिटी भनेको अब आइन्छ रमाइलो गरिन्छ अन्त त्यस्तो ल यिनीहरू साथीहरू यहाँ कम्युनिटी म्याप कम्युनिटी आएको अरे कि चिलमा बसिरहेको छ है निम त भनेर भर्खर यहाँ बसिरहेको छ अन्साको लागि बोबा है यिनीहरूको मजा यस्तो छ सो अब चाहिँ साथी र हामीहरू चाहिँ म्यापको कामहरू गर्दै गर्दै यो सेजल साथीको लोकेलिटीमा छौँ हामी अनि उसले हामीलाई देखाउँछ कता के छ भनेर दोस्त गएछ अब यो बाटो चाहिँ खोर्सानी जाने बाटो रहेछ अब यसलाई पनि हामीले म्यापमा देखाउँछौँ भनेर जोइन अब म्यापको चाहिँ फाइनल फोटो कस्तो हुन्छ भरे देखाउँला है त अहिले यति नै अब केही गर्दैन यो बाइक भिडियोहरू थाकिसकेमा म्याप गरेर लागेको सामान बोकेर म्याप कबाको जाने अनि यो चाहिँ केही छैन गएन सो हेलो गाइज है फेरि पनि ब्याक आइसकेको छु म म्याप बनाउँदै हामीले चाहिँ यहाँ म्याप बनाउँदा वाक्क भएर क्या यो हुन्छ नि अहिले चाहिँ जस्ट रफ फर्मेट बनाउँछौँ म्याप बनाउँदा हामी चाहिँ थाकेर यहाँ साथीहरूसँग हुन्छ हामी खाजा बन्दोबस्त गरेर खाजा खान्छौँ अन्सा दोस्त खुसी दोस्त हामी चाहिँ म्यापको ट्रियो ल यता पिसको ल अब हामी खाइसक्छौँ ल बाई बाई यो चाहिँ नयाँ बस्ती हो नयाँ बस्ती चाहिँ तलतिर छ हो अनि यता यो बाटो गयो भने यो बाटो चाहिँ यो क्रसरसँग मिल्छ मतलब त्यो सो गाइज अहिले चाहिँ हामी म्याप बनाउँछौँ हाम्रो यहाँ म्यापको झन्डा भइरहेको छ नि म्याप चाहिँ गऱ्यौँ हामीले यहाँनिर तिमीहरू पनि छौ यहाँ यहाँ चाहिँ म चाहिँ यहाँ छु ल गाइज साथीहरू यहाँ छ पर साथीहरू डान्स प्र्याक्टिस गरेछ नि अनि हामी यहाँ म्याप बनाउने रेडी छौँ अब तिमी फ्रेन्ड छैन हो गाइज यिनीहरू चाहिँ डाटा बिगारेर फेरि डाटा रिगर भन्ने मान्छे हो मेरो त भइहाल्यो दोस्त यिनीहरू यहीँ गर्दैछ बच्चा बच्ची जस्तै 1+2 इलिट्रेट डाटा बिगारेर गर्ने
डाटा बिगारेर गर्ने मान्छेहरू चाहिँ यिनीहरू रिडाटा गर भन्दै पठाउनेहरू हो त्यही हो अनि म चाहिँ अब यहाँ म्यापको लागि काम गर्न सुरु भइरहेको छ है यस्तै छ म्याप गरिसकेपछि चाहिँ म सुत्न जान्छु आज चाहिँ धेरै ढिलो भएछ 9 बज्न लागिसक्यो तर यिनीहरूको चाहिँ रिगर भन्दै पठाइदियो कि यिनीहरूलाई फेरि यस्तै छ अब जिपीको काम चाहिँ यस्तै झन्झट हुन्छ क्या त्यही भएर डाटामा बस्नु हुँदैन कहिले पनि आफ्नो प्राइमेरी डाटा छ भने चाहिँ बस्ने हो नभए नबस्ने है टिप्स डर जाएछ मेमको रुममा काम छ ए भित्र भर्खरै डराउँदै पस्यो यहाँ चाहिँ यिनीहरू डाटा एनालाइसिस ग्रुप होला जिपीको लागि यिनीहरू यहाँ डाटा बनाउनेहरू तलमा छन् सबजना दोस्त कस्तो लागिरहेछ तिमीलाई डाटा एनालाइसिस होइन खुसी हाम्रो म्याप दोस्त हामी म्याप बनाउने होइन वेलकम टु जिपीज भ्लग गाइज सबजना व्यस्त छन् अब भोलि छ हाम्रो जिपी आज चाहिँ फाइनल टच दिएर सबले आफ्नो एभियर्सहरूले यहाँ पिङ्कीहरू प्रेजेन्टेसनहरू चाहिँ यिनीहरू स्कुल प्रोग्रामको काम गर्दैछन् सक्नलाई होइन अनि यहाँ डाटा ग्रुपहरू छन् यहाँ चाहिँ हाम्रो अर्पण बिरामी भए पनि काम गर्न छोडेको छैनन् यस्तो हुनुपर्छ काम गर्ने मान्छे अनि यहाँ छन् यस्तो सो गाइज हामी चाहिँ अहिले यहाँ डेमो गर्न लाग्छौँ है ड्रामाको भोलि चाहिँ हाम्रो जिपी छ मैले चाहिँ अब म्याप पनि सक्नुपर्छ यो सकेपछि तर हामी यहाँ चाहिँ डेमो गर्छौँ साथीहरू छन् ल ओ त हेलो गर्नु हामी कुरा उठ्यो म हर्के त के हो कुमारी तेरो बुढी को यो जेठा ए यो मेरो जेठी बुहारी हो डक्टर नर्स छ अनि यहाँ छ अनि यहाँ चाहिँ भिजिटर छ है हाम्रो न्यारोटर दिदी यता के छ खबर भोलि कस्तो हुन्छ भोलि के राम्रो हुन्छ बेसी बोले भोलि यहाँ छन् हाम्रो साथीहरू हेलो भन न भगवान् रेणुका हेलो सुझ्दै ओ दोस्त चितवन ओ स्वयंसेविका दिदी खै हाम्रो त प्रेग्नेन्ट दिदी हट न अलिकति ए स्नेहा 6 जना सदस्य छन् उमेश छोराको चाहनाले अन्ध भएको श्रीमान मदिरामा लिप्त रहन्छ सीता सानै उमेरमा कमजोर बन्दै गयो अनि बजेको मुख चुप्प पारिदिनु पर्छ सीता अब दिदी मलाई जे भयो नि ठिकै छ त्यही बच्चा स्वास्थ्य त हुनु पर्यो नि हैन र यस्तो कुरा नगर नानी छोरा भनेको त घरको दीप हो हाम्रो स्क्रिप्ट यहाँ छ ल यहाँ छ हाम्रो साथीहरू चाहिँ प्रिपरेसन गर्ने है हाँसोभित्र व्यवस्था लुकेको छ स्वयंसेविका दिदी आउनु भयो अब छाता खोलिहाल्यो अब यही खुसीमा तँलाई म 2 बोतल खुवाउँछु म खान्दै त्यस्तो खाँदै म रक्सी अहिले कस्तो तनाव भइरहेको छ आफूलाई यहाँ ए के को तँलाई हो तँलाई फेरि तेरो पो बुढीले छोरा पाएको छ आफ्नो यहाँनिर बिहे गरेको 5 वर्ष भइसक्यो अहिलेसम्म एउटा सन्तान दिएर सकेको छैन त्यस्तो एउटा छोरा दिन नसक्ने बाजोलाई नि राख्ने हो छोड दे अर्को पे गरे यार बरु त मलाई नै थाहा छ अब के गर्नु पर्ने ल म घरतिर गएँ सीता सीता न कहाँ मरिस हौ यहाँ छुट्टा आइज बाहिर अरे के भयो किन कराउनु भएको बेनबेनी अहिले सरकारको ताना सुन्नु पर्ने तँलाई त म जानेको छु आज अहिले तँलाई फेरि झगडा गर्न थाले जहिले झगडा गर्ने के भएको हो तिमीहरू तिम्रो दिमाग के भएको छ यो पो होसमा छैन त होसमा छैनस् आफ्नो बुढासँग कसरी बोल्न पर्छ थाहा छैन तेरो आमाले के सिकाइन मैले के भने उहाँले केही त भनेको छैन म जहिले मलाई हेरा गर्नुहुन्छ अनि नबोले पनि हुन्छ अहिले आज पनि के रे म स्वयंसेविका आउनु भएको छ जाँच गराउती जाँच गराउन खै त लगेको मलाई जाँच गराउन
होइन कस्तो जाँच के को जाँच त्यस्तो केही गर्नु पर्दैन तपाईँहरूको कारण हो मेरो अगाडि 2टा बच्चा पनि खसेको अहिलेसम्म तपाईँहरू सिस्टर एकचोटि तपाईँ सीताको परिवारले बोलाउनुहोस् त सीताको परिवारको मान्छेहरू आउनुहोस् त